साथीहरू नमस्ते। दक्षिण कोरियाको फाजुमा अवस्थित दक्षिण र उत्तर कोरियाको सिमाना जाँदैछु हैन। टिकट चाहिँ यो ठाउँबाट काट्ने हो हैन। अहिले चाहिँ फर्म भर्नुपर्ने रहेछ। त्यो सिमाना जानको लागि फर्म भर्दैछौँ। अनि लाइन बसेर टिकट लिनुपर्ने रहेछ हैन। लाइन पनि ठिकै छ, त्यति लामो पनि छैन। लाइनमा बस्दैछौँ। टिकटको प्राइसहरू यहाँ छ हैन, देख्न सक्नुहुनेछ। टिकट लिँदैछौँ। टिकट लिएर हामी ल टिकट पनि लिइसक्यो है त। अनि त्यसपछि केबल कार चढेर सरर हामी उत्तर कोरियाको सिमानातर्फ लाग्यौँ हैन। हेर्न सक्नुहुन्छ है, यो उत्तर कोरिया जाँदै हो, सिमाना जाँदै हो। केबल कार चढेर जानुपर्ने हुन्छ हैन। त्यसपछि ल यो हेर्नुस् त साथीहरू, यो चाहिँ सिमाना है। यहाँ चाहिँ आर्मी क्याम्पहरू पनि रहेछ हैन। सुरक्षाको निम्ति आर्मी क्याम्पहरू छ हैन, देख्न सक्नुहुनेछ। क्याम्पहरू भइहाल्यो। अनि त्यसपछि सुरक्षाको निम्ति दायाँ बायाँ जाली पनि लगाइएको छ हैन। हेर्न सक्नुहुन्छ, यो टाढाबाट खिचेको। हामी जाँदैछौँ है, जाँदैछौँ। एकछिन हेर्दै गर्नु होला। देख्नुभयो साथीहरू, यो खतराको चिन्हहरू पनि राखिएको छ। यहाँ देख्न सक्नुहुन्छ हैन। यतातिर छुन पनि हुँदैन हैन। यो हाम्रै सुरक्षाको लागि राखेको हो। दायाँ बायाँ जाली छ। जालीको यो 10-15 मिटरमा चाहिँ यस्तो चाहिँ राखिएको छ है। किनकि सुरक्षाको निम्ति हो है। दायाँ बायाँ नजाउन्, जाली चढेर नचढुन्, नभागुन् भनेर हैन। ल हेर्नुहोस्, मैले पनि देखाउँदैछु। Hello? I'm in North Korea. यो खतराको चिन्हहरू निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ है। भिडियो लामो भयो पनि धैर्य गरेर हेरिदिनु होला ल। तपाईँलाई म उत्तर कोरिया देखाउन जाँदैछु नि फेरि हैन। ल हेर्नुहोस्, यहाँ चाहिँ सूचना पेटीहरू रहेछ हैन। यो सूचना हेरेर चाहिँ हामीले कहाँ के छ भनेर जानकारी पाउन सक्छौँ। ल हेर्नुहोस्, त्यो उत्तर कोरिया है त। मैले जुम गरेर तान्दैछु है, तान्दैछु, जुम गर्दैछु। देख्नुभयो त। तर धैर्य गरेर हेर्नु होला ल। मैले एकदम टाढाबाट जुम तानेर देखाउँदैछु। ल हेर्नुहोस् त, उत्तर कोरिया ठिकै छ है। कस्तो लाग्यो तपाईँहरूलाई उत्तर कोरिया? बिचमा खोला छ हैन। यो चाहिँ सूचना जानकारी कहाँको के हो कसो हो सबै जानकारी छ हैन। यो पनि पढेर जानकारी लिन सकिन्छ हामीले। धन्यवाद है, यहाँहरूले हेरिदिनु भयो धैर्य गरेर। यहाँ सबैलाई फेरि पनि धन्यवाद। बाई बाई।